हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज म फेरि एउटा नयाँ भ्लग लिएर आएको छु। यो भ्लग चाहिँ मेरो च्यानल लगभग 2 महिनापछि, 2 महिना होइन 1 महिना आदिपछि आउँदैछ होइन। बनाइरहेको छु म यो भ्लग चाहिँ। यो भ्लगमा चाहिँ म के गर्नु गइरहेको छु भन्दाखेरि गाउँमा छु म अहिले चाहिँ होइन। म मन्थलीबाट गाउँमा आइसकेको छु अहिले, किनकि मेरो एक्जाम थियो शनिबारको होइन, 12 को एक्जाम थियो। मैले एक्जाम सकाएर अहिले चाहिँ म घर आइसकेको छु मेरो गाउँमा। म चाहिँ अहिले वनमा जानु गइरहेको छु थाङ्ग्रो हिँड्नको लागि। त्यसको भ्लग गर्नु गइरहेको छु म। अहिले म घरमा हिँडिसकेको छु अहिले एउटा खुर्पा अनि नाम्लो बोकेको छु अहिले चाहिँ। थाङ्ग्रो चाहिँ मेरो के छ भने धेरै अग्लो होइन, होचो खालको, तर अलि झपक्क परेको ल्याउने। अनि त्यसमा 2 डन्डा काट्ने अनि नाम्लोले बाँध्ने त्यसको फेद लागेको ठाउँ अनि घिसार्दै ल्याउने भनेर सोध्छ मेरो चाहिँ। रोड छ जाने, रोड जाने हो, रोड गर काटेर ल्याउने। बेसी त्यो हुन्छ नि काँक्रो अनि के भन्छ अरे सिमीहरू त्यस्तोको लागि गाड्ने थाङ्ग्रो दिन हिँडेको म चाहिँ होइन। आज एक्लै छु, कोही छैन मसँग। भाइ मन्थली बस्छ नि त, म जुन अगाडिको भिडियोमा हेर्नु भएको छ भने त्यहाँ चाहिँ एउटा भाइ छ। त्यो भाइ चाहिँ यहाँ छैन, किनकि त्यो भाइ मन्थली बस्छ। म चाहिँ मन्थलीबाट यहाँ गाउँ आइसकेको छु, किनकि मेरो एक्जाम सकिसक्यो अहिले। मेरो पढाइ बन्द छ, किनकि 12को रिजल्ट नआइकन अब मेरो स्टार्ट हुँदैन। एकै दिन अब चाहिँ म आइसकेको छु बन्द जस्तो ठाउँमा, घरबाट अलिक पर। मेरो भ्लगमा मेरो त्यो च्यानलमा भ्लग लगभग कति 1-1.5 महिनादेखि आएको थिएन। मैले भर्खर च्यानल स्टार्ट गरेको थिएँ, त्यही अब एक्जाम आइसक्यो भ्लग बनाउनु कुरा हान्न, तर भ्लग बनाउनु जस्तो लागिरहेको थियो। यसो अब सरी नि 1 महिना मैले पढाइमा दिएँ भने अन्त भ्लग बनाउनु पाउँछु म, अनि फेरि बनाउँछु भ्लग। किन अहिले यस्तो गरिराख्नु भनेर मैले त्यत्रो बनाइनँ। 2टा भ्लग चाहिँ मैले हालिसकेको थिएँ। त्यसपछि लगभग कति 1 महिना ग्याप भइगयो। मैले अगाडिको भिडियो कति मैले हेरेको छैन, भिडियो अगाडिको त्यहीँ देखाउँछ भने कति दिन भनेर त्यहाँदेखि सकिन्छ। अनि म चाहिँ यस्तो वनमा आइसकेको छु। घारी यस्तो पिचवाला रोड छ, यो त अलि अर्को रोड होइन, मतलब यो अलिक भित्र अर्को रोड हो। यो चाहिँ आधी मात्रै पिच भएको, अगाडिमा त यति मात्रै हो, धेरै पिच भएको छैन। उताको मेन रोड सबै पिच भइसकेको छ। म यस्तै धेरै वनभित्र छिर्दिनँ, एक्लै छु, डर लाग्छ। फेरि डर लाग्छ भन्दा नि फेरि भित्र छिर्नु पर्दैन क्या, माथि पाइहाल्छ थाङ्ग्रो, किन भेक्काभित्र छिर्नु होइन, माथि भएपछि। त्यहाँदेखि गाइज म आइसकेँ थाङ्ग्रो काट्ने ठाउँमा। मैले काट्नु भनेको यस्तोको हुन्छ नि, यो यस्तो रुख होइन, यस्तोको रुख काट्छु म। मतलब यसको सानो छ नि त, यसको रुख काट्छु। तर मैले भने जस्तो अलिक झुप्पोको भएर भेट्दैन होइन गाइज। यस्तो वनमा आइसकेँ, रोडकै छेउछाउ वन छ यहाँनिर। तलतिर घारीतिर चाहिँ लगाइरहेको छ मलाई, त्यहाँदेखि तलतिर घारी वन छ हेर्न सक्नुहुन्छ। यस्तो गएर यस्तो छ यहाँको वन। घारी तलतिर धेरै भन त छैन, तर जुन जस्तो लाग्यो तल मलाई, तल जान्छु अब म। अनि गाइज तल गइसकेपछि चाहिँ पुरै खाराक आवाज आइरहेको होला यहाँनिर पातले गर्दाखेरि। त्यहाँदेखि मलाई लडी भने होला चाहिँ काट्नु चाहिँ कति थाङ्ग्रो हुने खालको रुख अन्त गाइज। एकदम ठुल्ठुलो रुख मात्रै देखिरहेको छु म, सानो रुख देखिरहेको छुइनँ। यसमा यो वन कसको मलाई पनि थाहा छैन, तर वन चाहिँ बन्यो भन्ने चाहिँ मलाई थाहा छ होइन। गाइज मैले एकदम घारीमा छु, त्यहाँ चाहिँ काटेको चाहिँ कसरी भिडियो बनाउनु खोजिरहेको छु गाइज। म एक्लै छु नि त, थाहा छैन यार। यहाँ त यहाँनिर बाघ पनि हुन्छ गाइज, यहाँनिर बाघ पनि भेट्ने ठाउँ हो यो। अहिले पनि घारी भएको छ गाइज यो ठाउँ होइन। कस्तो मच्छर घाँस गाइज यहाँनिर पु गरेर कान मिलाएर त्यहाँ थाङ्ग्रै छैन। त्यही भन्नु म भेट्दा गाइज म यता बस्दिनँ पहिलो कुरो त होइन। म कहिले काहीँ यस्तै बिदाहरूमा आउने यहाँ घर भनेको थाङ्ग्रो कसरी काटेर लिएर जाने भन्ने कुरो भइरहेको छ क्या यहाँनिर। त्यो सोचिरहेको छु म, थाङ्ग्रो चाहिँ कसरी काटेर घर पुर्याउने। थाङ्ग्रो देखेन गाइज, यस्तै
ए रोडबाट मैले सोचेको जस्तो रोडबाट होइन यो मतलब के भन्छ भटे के हो यसको यस्तैको यो यस्तो कुछ लिएर जानु पर्यो ठुल्ठुलो खोजेर अनि यहाँबाट बाँधेर आउनु पाएँ अनि अब गाइज मेरो सोच चाहिँ खाना काट्दैछु होइन मैले 2टा काट्छ कि त्यो घारीमा थियो काट्न मिलेन अब त काट्दै भिडियो बनाउनु गर्न मिलेन त्यहाँनिर म अर्को भिडियो बनाएको छु खास धेरै वन भित्र गएर काट्ने गाइस मैले रोडकै काट्ने विचार गर्ने यहाँ काट्दैछ यहाँनिर यो पनि हुन्छ हुनु त तर अलि भिजारी छ त अनि घाँस झार्दाखेरि हुन्छ गाइस यहाँनिरबाट मलाई लगभग म 2टा खाना त काट्सकेँ मैले त्यसमा 3टा हुन्छ काट्नु हाडौँ धेरै अब अलि फरक परेको छ यस्तो घाँस गाइस यहाँ रोडको छेउ चाहिँ यस्तो धेरै घाँस यहाँनिर यो अलिक मेन रोड होइन क्या मेन रोड त मेन रोडै खालको हो तर अलि के भन्छ अलिक गाउँ छ क्या अहिले मतलब अलि त सहरको अलिक भएन भनौँ न पिच हुने रोड हो तर अहिलेसम्म भएन किन भएन आधी बाटो भएको अनि रोकिएको किन यस्तो भयो गाइस मलाई थाहा छैन अनि धान त निकालौँ होइन यसको पातहरू चुन्नु पर्ला गाइस पात निकाल्नु पर्ला पात चाहिँ के लिएर जानु चान्नु मात्रै गाह्रो हुन्छ ल कति 2टा भयो 3टा जम्मा 3टा काटेछु गाइस मैले 3टा काटिसकेँ मैले अब 2टा चाहिँ काट्न पाएँ अनि म जाँदै यसलाई चाहिँ बाँध्ने अनि लिएर जाने गाइजलाई यो पनि भयो यो समेत 2टा उ त्यहाँ एउटा छ उ त्यो एउटा छ 3टा यो भइहाल्यो त्यहाँ रहेछ गाइस एउटा खुर्पा काट्छु अनि जान्छ गाइस म पानीमा लाग्छ गुडुङ गरिरहेको छ एकदम घाम लागिरहेको थियो म आउँदैसम्म घाममा हिँड्दा पसिना आइरहेको थियो त्यही पानी बल्ला फेरिरहेको अर्थिङ बिजोग छ अब यो एउटा काट्नु पर्यो जस्तो यहाँनिरको यस्तो छ है झुप्पुको पारा झुप्पुकै खालको अलिक खाली ठाउँ रहेछ यहाँ चाहिँ हो गाई यहाँबाट वन यो पनि त तलसम्म छ गाई होइन के होइन हरियो के हतार देखिएको छ यहाँको वन चाहिँ म यहाँ घाँस के काट्छु ओहो के जस्तो कचै कुचुक कुरुकवाला आवाज आइरहेको होला होइन गाइस मसँग त्यही मोबाइल मात्रै एउटा क्यामेराको लागि छुट्टै अरू अहिले आउनु मजा नि त ओ यो तल जानु भयो अरे त कसो माथि उनीहरूलाई तल नजा उही झन् तल गएन खुर्पा उता फालौँ यसलाई तान्नु हो यो चाहिँ अलिक ठुलो छ अरू भन्दा ल ठुलो गाई तर कस्तो भयो गाई पाते पात मात्रै भयो अर्को फाल्यो नि त कहाँ होला त गाई यति भेट्टै यहाँ अलिक ठुलो झपक्क परेर होइन माथि पनि यहाँ माथि पनि बन्छ गाइस माथि नि वन तल नि वन बिचमा रोड छ त्यो रोडमा छ फेरि कस्तो मजाले खोल्छु टाइपको हो क्या यहाँ चाहिँ यो लास्ट चाहिँ सार्वजनिक वन होइन होला व्यक्तिगत वन हो त होइन कतै यो वनको मान्छेले भिडियो हेरेर घरमा आयो भने फेरि तर के हुन्छ यो त ठुलो रुख होइन नि त यस्तो रुख हुने खाले बिरुवा होइन क्या मसिनो झारपात जस्तै हो अब अरू त खै छैन त्यतिर मच्छर टोकेर त गाइस वनमा त लास्ट मच्छर टोकिरहेको मलाई भुँ कान मियाएर गइरहेको छु मच्छर गाडी भएर होला यहाँनिर होइन यहाँ कता हातै अब त्यो एउटा काट्नु पर्छ त्यहाँनिर गाइस एउटा काटेपछि चाहिँ पुगाइ चाहिँ म काट्दिनँ नि घर जान्छ नि त्यही अलि लुगा फालेर चाहिँ लुगा फालेर चाहिँ के जस्तो यो के को लुगा हो यो पनि ठिक छ हाल्ला होइन गाइज राम्रो म त रोडमा यस्तो त पहिला कति धेरै हुन्थ्यो पहिला बाख्रा चढ्नु आउँथ्यो क्या पहिला यहीँ गाउँमै बस्दाखेरि कति धेरै हुन्थ्यो यो अहिले रहन्छ अहिले त काहीँ एउटा 2टा मात्रै भेट्छ बाक्लै त मैले कहीँ भेट्दिनँ पहिला त यसो छेउछेउ गरी यही मात्रै हुन्थ्यो
कहाँ बाटो यो यहाँबाट यो बाटो चाहिँ बाटो छ यहाँनिर बाटो गयो चाहिँ खोला पुगिन्छ होला यहाँबाट सायदै मलसम्म गएको छैन यो बाटो अनि गाइज मैले भेटाएन राम्रो त मैले केही भेटेन यहाँनिर अब म त राम्रो थाङ्ग्रो भन्नु खोजेँ गाइज राम्रो थाङ्ग्रो केही भेटेन वनमा राम्रो त के हो नि त र बाघ आयो भने म तर्सेर भागिहाल्छु बाघ आयो भने गाइज अनि यसरी हात काम्रो मेरो भिडियो देखाउँदा नि यही काट्ने ओहो भिरमा यतापट्टि आवाज होला है गाई तर आज होचो होचो कुचुक 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 वाला आवाज आउँछ गाई जब लागिरहेको त्यस्तो वाला आवाज आउँछ भनेर यो त भिडियोमा त अनि वाइल्ड सुन्छ त गाई त कारा कुरुरु भनेर सुनिन्छ त एक हातले मल छ एक हातले काटै गरिरहेको छु हो हेर तल्न जा भन्दै तल गर्न है ल काटी खाइदिनु लाग्ने यसलाई पनि पुरै खाँदै जान्छ अब अनि यसलाई बान्छु तिनवटा चारवटा घाउ बान्छु त्यो नाम्लोले अनि तान्दै जान्छ एउटै डोरीमा तानेर कहीँ दिमागमा खतरा लगाइन्छ नि फेरि तर ठुलो पनि छैन सानो छ बाँड्न चाहिँ कसरी बाँड्नु मिलाएर बाँध्नु सोचिरहेको छु आइडिया अनुसार चाहिँ अलिक दिमागमा आइडिया चाहिँ बनेको छ यसरी बाँध्छु भनेर अझै बाँधेको छैन अहिलेसम्म हेरौँ जो भी होगा देखा जाएगा ल तिनवटा भयो 4-5वटा थाङ्को बनाएको जब मैले बाँध्छु गाई जब गाइस मैले चाहिँ अब बाँधिसकेँ होइन त्यसमा रेडी पारिसकेँ यति घरले जाने यसरी एक ठाउँमा बाँधेको छु यसलाई अब यो डोरी तान्छु एकैचोटि सबै हामी तानिन्छ एकैचोटि गाइस मैले थाङ्ग्रोले घर जान्छु गाइस भिडियो अलिक पुरै गयो होला हेरेर बजायो होला थाङ्ग्रो घिसाखेरि बजेकोले यहाँले गाइस म चाहिँ अब घर आइसकेँ थाङ्ग्रो नै आइपुग्छ घरि एउटा त फुको गाइस मैले बिचमा यसो अलिकति अल्झालेर एउटा फुको अब म घर आइसकेँ गाइस एकछिन म बस्छु टेन्सन खान्छु अनि यसलाई गाड्नेवाला छु म
उसलाई गाडेको गाडिदिन्छ नि मेरो काम आज मेरो म यो गाइस आजको भ्लगमा मैले थाङ्ग्रो बनाउँदैछु यो गाड्ने ठाउँ चाहिँ यहाँ हो होइन यहाँ यस्तो मस्ने गाडा क्या यहाँ अन्त छ नि यो सानो ठाउँमा यतिको लागि यहाँनिर फर्सी छ काँक्रो छ चौमासे सिमी छ एकदम धेरै थरी तरकारी छ काँक्रो नि छ होइन गाइस अब हामी चाहिँ गाड्नेछौँ थाङ्ग्रोलाई अब काम हुनु आएको छ थाङ्ग्रो गाड्ने लास्ट काम हामी थाङ्ग्रो आइसकेको छौँ यहाँनिर होइन अब थाङ्ग्रो गाड्छौँ हामी यहाँनिर छ हाम्रो काँक्रो यो काँक्रो चाहिँ काँक्रोको यो यसको लागि थाङ्ग्रो गाड्छौँ यहाँनिर फर्सी पनि रहेछ यो फर्सीको बोटलाई चाहिँ तलतिर बोट लाएर यहाँ थाङ्ग्रो गाड्ने काम गर्छौँ सिमी पनि रहेछ यहाँनिरको थाङ्ग्रो गाडिसकेपछि हाम्रो काम सकिन्छ यहाँनिर 2टा थाङ्ग्रो गाडिन्छ अनि अरू बाँकी रहेको 3टा थाङ्ग्रो चाहिँ माथि गाड्ने काम हुन्छ हाम्रो थाङ्ग्रो गाड्छौँ अब यहाँनिर फाइनली मैले थाङ्ग्रो चाहिँ गाडिसकेँ अब चाहिँ म थाङ्ग्रो गाडिसकेँ अब चाहिँ आज भ्लगको अन्तिम आइसक्यौँ हामी चाहिँ होइन एउटा थाङ्ग्रो चाहिँ गाडेँ मैले त्यहाँ योवाला हाङ्ग्रोसँग चाहिँ यहाँको काँक्रोलाई गाडिदिएँ अर्को त्यहाँ 3टा खालको गयो त्यहाँ होइन त्यो थाङ्ग्रो गयो त्यहाँनिर 3टा थाङ्ग्रो त्यहाँनिर गाडिदिएँ अनि अर्को एउटा थाङ्ग्रो चाहिँ त्यहाँनिर गाड्छ हामीलाई मैले यहाँनिर गाडी चाहिँ यहाँनिर यो गाइज पछि हामी अन्तिम आइसक्यौँ त्यसैले Don't forget to like, comment and subscribe. Bye bye.